पाइन्छ। यसलाई चाहिँ माछा काँडे पनि भनिन्छ। विशेष गरी यो र यो च्यानल लक भन्छ। अनि तपाईहरुलाई अब घिनाउनु हुन्न भने तपाईहरुलाई ग्लोभ चाहिँदैन, तर घिनाउनु हुन्छ भने चाहिँ प्लिज एटलिस्ट ग्लोभ लाउनुहोस्, किनकि यसमा एकदमै कपालहरू हुन्छ। अब के कुरो पसेको हुन्छ हामीलाई थाहा हुँदैन। अनि यहाँ हेर्नुहोस्, ग्लोभ ठ्याक्कै यसरी ग्लोभ लाउनुहोस् र यो च्यानल लक हेर्नुहोस्, यो चाहिन्छ विशेष गरी। अब यसले चाहिँ म कसरी यो खोल्छु तपाईहरुले हेर्नुहोस् र खोलेर म यसलाई चाहिँ निकाल्छु। यहाँ हेर्नुहोस्, यसले चाहिँ यसो पार्नु पर्छ। यसको यो मेन टुप्पो हुन्छ। कुनै चाहिँ यो फ्याटै आउनु खोज्दैन, यो हेर्नुहोस् आउनु खोज्दैन। अनि तपाईहरुलाई एकदमै यो खोल्नु आउँदैन भने चाहिँ यो च्यानल लकले यसो गर्नुहोस्, हेर्नुहोस् यसो पारेर यसरी खोल्नुहोस्। यहाँ हेर्नुहोस्, यो यसो गरेर यहाँ हेर्नुहोस्, कपाल कति छ यहाँ हेर्नुहोस्। अब यो चाहिँ अब तपाईहरु घिनाउनु हुन्न भने चाहिँ हातले पनि भित्र तर भित्र नभेटाको ठाउँमा चाहिँ तपाईहरुले यो युज गर्न सक्नुहुन्छ। हेर्नुहोस्, म अब कसरी कपाल निकाल्छु हेर्नुहोस्। यहाँ हेर्नुहोस्, यो यस्तो पसेकोले हेर्नुहोस्, यो आजभन्दा सत्ययुगदेखि हेर्नुहोस् कपाल कसरी यस्तो कपाल पसेकोले गर्दाखेरि तपाईहरुको ब्याकटप चाहिँ एकदमै ब्लक भइरहेको हुन्छ। हेर्नुहोस्, नघिनाइकन गर्नुपर्छ, किनकि तपाईहरुले अरू मान्छे बोलाउनु भयो भने यो फोहोर काम गरेकोले गर्दाखेरि उनीहरूले बढी चार्ज लिन्छ तपाईहरुलाई। र यो चाहिँ एकदमै सजिलो उपाय, घरमै गर्न सकिने। हेर्नुहोस्, यसो गर्ने, पुरै लगाएर यसरी निकालियो भने चाहिँ हेर्नुहोस् कपाल यसरी यहाँ हेर्नुहोस् कति लामो कपाल छ। यहाँ हेर्नुहोस्, यस्तो कपाल निस्किन्छ हो। अनि यसलाई यसो गर्ने, सफा गर्ने। हेर्नुहोस्, अब यहाँ केही पनि छैन, अब केही छैन। यो एकदमै सरल तरिका। यसलाई यसो गर्नुहोस्, यसलाई चाहिँ फेरि यसो पार्नु भयो भने यहाँ लाग्दैन। फेरि यो पनि तरिका छ। फेरि यसलाई चाहिँ यसो पार्नुहोस्, यसो पारेर चाहिँ ठ्याक्कै यहाँ बिचमा लाउने अनि घुमाइदिनुहोस्। ठ्याक्कै घुमाएपछि चाहिँ लक भयो। लक भयो। अब यो लक भएपछि चाहिँ तल जाने मुनि जाने यो काम गर्छ। ओपन क्लोज यसरी यहाँ हेर्नुहोस्। अनि सफा गर्ने। म चाहिँ यो घरकै काम गर्दैछु, त्यही भएर। नत्र भने अरू मान्छे आएको छ भने चाहिँ उनीहरूले पैसा लिए अनुसार चाहिँ तपाईँको घर यसो गरेर सफा पनि गरिदिन्छ। तर यो चाहिँ आफ्नै घर हो, त्यो भएर यहाँ हेर्नुहोस्। अब पानी हेर्नुहोस्, ओपन हेर्नुहोस्, पानी सलङ जान थाल्यो। यहाँ हेर्नुहोस्, यसरी पानी जान थाल्यो। छैन। तपाईहरुको समस्याहरू त्यस्तो के छ त्यो कमेन्टमा लेखिदिनुहोस्। भविष्यमा तपाईहरुको त्यस्तो समस्याहरू म तपाईहरुलाई कुनै युट्युबहरू बनाएर या केही गरेर पनि म सहयोग गर्न सक्छु भन्ने मैले आशा लिएको छु। र त्यसको लागि चाहिँ तपाईहरुले त्यस्तै हो, लाइक शेयर कमेन्ट चाहिँ गर्नु नछोड्नुहोस्। धन्यवाद सबैलाई। जय मुसी अनि नमस्ते। यो 2026 साल सबैको लागि शुभ रहन सकोस्।